यतातिर सरम संस्कृति पार्क। अर्को फेरि टिकट काट्नुपर्ने अरे। हामी टिकट काट्दैछौँ भित्र छिर्नको लागि। म त एउटैले हुने होला भनेर पो त यहाँ सम संस्कृति प्रवेश भनेर लेखाएको छ। हस् त धन्यवाद। यहाँ हामी अब छिर्दैछौँ सरम संस्कृति पार्कमा। अर्क पार्क पनि भन्ने गर्दो रहेछ। ल हामी छिरिसकेका छौँ। कृपया फुल नथुचिदिनु होला भन्ने छ 49 नम्बर। यहाँ चाहिँ रोजन खोला रहेछ। यहाँ चाहिँ च्यामरुङ रहेछ। यहाँ च्यामरुङ भन्छ होइन कान्छ के हो? च्यामरुङ रहेछ। ल बद्दो पनि रहेछ। बाबुले मुर्कीले बुङ बुङ हिर्काउँदै हुनुहुन्छ। बस्ने ठाउँ रहेछ। यहाँ सबैभन्दा राम्रो ठाउँ चाहिँ यता बस्ने ठाउँ रहेछ। ल यहाँ हाम्रो किसान हुनुहुँदो रहेछ। यसलाई जुवा भन्छ, यसलाई हल्लुडो भन्छ। हाम्रो बाजे भइहाल्यो, हलो भइहाल्यो, यो ठेडी भयो, यसलाई अनौ भन्छ, यसलाई थाली भन्छ। यहाँनिर हाम्रो बाजे। ल यस्तो राम्रो छ कि तपाईँले पढ्नु सक्नुहुन्छ है त। यता जाऊँ न। यहाँ हाम्रो पुर्खाको इतिहास चाहिँ यहाँ जगाउनु भएको रहेछ। एउटा चाहिँ धाकर भन्छ, अनि टोकमा भन्छ। टोकमा चाहिँ टेकेर बस्नु भएको छ। नाम्लो पिठोमा नाम्लो टोपी, अनि चामलको बोरा, नुनको बोरा। बाट चाहिँ तराईसम्म चाहिँ नुन तेल लिनको लागि चाहिँ पहिला हाम्रा पुर्खाहरू चाहिँ यसरी झर्ने गर्थे। र यो चाहिँ त्यही पुर्खाहरूकोलाई सम्झना स्वरूप यहाँ हस्तकला बनाइएको रहेछ। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ। प्लस यतापट्टि पनि रहेछ। यहाँ पनि बोराको भारी। हाम्रो बाजे धाकर चाहिँ टोकमा लाएर चाहिँ यो थकाइ मार्दै हुनुहुन्छ। यसलाई खकन भन्छ। तपाईँहरूले जान्नुहुन्न भने यो धाकर भयो, माथि भारी भयो, डोरीले बान्नुभएको। यहाँ चाहिँ यो दारू पन्यु चाहिँ ओरिजिनलै राखिदिनु भएछ। अब यो अलिकति बनाउनु सम्भव पनि भएन। अब सबैलाई बनाइराख्ने कुराहरू भएन। पहिला बनाउनु भएको चाहिँ यहाँ तल रहेछ, त्यसपछि माथि चाहिँ थपिएको रहेछ। यो अपुकमा चाहिँ पछि फुक बनाउनु भएको रहेछ। यहाँनिर चाहिँ हाम्रो बाजे यो चाहिँ पहिलाका पुर्खाहरू पहाडी भेगबाट चाहिँ तराईसम्म नुन तेल लिनको लागि चाहिँ झर्नुहुन्थ्यो। त्यसैलाई चाहिँ स्मृति सम्झना गर्दै यो चाहिँ बनाउनु भएर राख्नु भएको रहेछ। यो चाहिँ टोकमा लाएर केही छिनको लागि चाहिँ थकाइ मार्दै हुनुहुन्छ है त। अनि यहाँ चाहिँ हाम्रो यो मैले चिनिनँ। यो चाहिँ रुखु आर्मी रुखै बोक्नु लाग्नु भएछ त। हस् त धन्यवाद उहाँलाई पनि। यहाँ हिँडेछ त उहाँको। अब यता हामी प्रवेश गर्दैछौँ। अझै बस्ने ठाउँ त यता राम्रो रहेछ नि। धेरै राम्रो ठाउँ रहेछ यता। दृश्य चाहिँ धेरै राम्रो। यो चाहिँ मैले चिनिनँ। नाम चाहिँ के हो पनि, यो चित्रको नाम चाहिँ के हो पनि। यसलाई चाहिँ उल्लु होला। यो चाहिँ यो उल्लु जस्तो लाग्यो मलाई। मैले हजुर नाम त्यति साह्रो अब पढ्नु भ्याइन। यो चाहिँ हनुमान जस्तो छ। तपाईँलाई प्रत्येक एक गरी म तपाईँलाई देखाउनेछु।
यहाँ चाहिँ भेडा च्याङ्डा रहेछ भेडा यसलाई भेडा भन्छ हो भेडा हो त्यो चाहिँ भालु हो ए बाघकी भालु हो यो बस्ने ठाउँ चाहिँ धेरै राम्रो छ यो पार्कमा चाहिँ यो पनि उल्लु छ यहाँ पनि लाटकोसेर हो यो चाहिँ के हो सिङ पनि छ यो बुझिएन लु भोलिपर्सि तपाईँहरूलाई म चिनाउने छु यहाँ भाले भाले यहाँ चाहिँ सुगा हो यसलाई सायद यो चाहिँ लेखामा पाइने भालु हो त्यो चाहिँ इगल हो चिल है त यो चिल यो फेरि त्यही हो उल्लु उल्लु नै हो सायद यो पनि त्यही हो चिल यो स्मार्ट लेखमा पाउने यो पोलर भालु हो नानी यसको नाम के हो चिन्छौ के हो भन न एकचोटि तिम्रो नाम चाहिँ के हो त भन नि त स्मिता यहाँ आएर त चिन्छ धन्यवाद मैले पनि यो चिजको नाम चिनिनँ के हो यो उल्लु हो यो चाहिँ भाले रहेछ उल्लु त त्यो हो जस्तो लाग्यो है के हो चुगा जस्तै छ हो चुचो हेर्दा चुगा जस्तै छ यहाँ चाहिँ हाम्रो नाम चाहिँ चिनिएन तर यहाँ चाहिँ गिटी कुर्दै हुनुहुँदो रहेछ हजुर यहाँ गिटी कुर्दै हुनुहुँदो रहेछ यहाँ चाहिँ नाम थाहा भएन अब जो भए पनि नेपालीको छोरा हो यहाँ नेपालको झन्डा राखेर गिटी कुर्दै हुनुहुन्छ म हुँ श्रमदाता हो यहाँ तपाईँलाई यो देखाउँछु म यहाँनिर पाइप बोकेर चाहिँ चट्ट हिँड्नुभएको छ हर्कपट भनेर यहाँ लेखेको छ हर्कपात भनेर सर झन्डा सर संस्कृतिको यतातिर पनि एकजना हुनुहुन्छ धन्यवाद।